नमस्ते वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हो हाम्रो लास्ट डे रोपाइको। आज चाहिँ सबै रोपाइ सकिन आँटेको छ, सबै रोपेर हाम्रो सकिन्छ। अनि अस्ति रोपेको भन्दा आज चाहिँ अलिक धेरै पनि छ। अनि आज 6 बजे चाहिँ मेरो भ्लगको सुरुवात भइसक्यो बिहान बिहानै। गुड मर्निङ एभ्रिवान। अनि हाम्रो चाहिँ बिउ मजाले सबै काटिसकेको छैन, त्यही भएर बिउ काट्ने अङ्कलहरूलाई चाहिँ म अहिले खाजा बनाउन लाग्दैछु। चना मटर र आलु अब बनाम हाले म यो चना मटर अनि यो पकाएर चिया पकाएर चाम्रे पकाएर लिएर जान्छु खेतमा। यहाँ चाहिँ हाम्रो बिउ काट्दैछ। आजै रोप्ने हो नि, आजै रोप्ने हो। आजै बिउ काट्दै सुन्छ अङ्कलहरू। पर रोप्ने छ, टन्नै छ आज रोप्न। आन्टीहरू चाहिँ आएको सिना रोप्ने आन्टीहरू अब एकछिन आइसिन्छ होला, म सबै देखाउँछु। काम पनि लागेको छ आज फेरि। अहिले चाहिँ म यहाँ खेतमा हिँड्दैछु। आन्टीहरू रोप्दै उसिन्छ ऊ। मैले यत्रो बेर चाहिँ त्यो दादा उसिन्छ बिउ हाल्ने। अन्त दादाले बिउ हालेर मजाले नभएर मैले खेतमा पसेर आफैले निकालेँ। त्यही भएर मेरो खुट्टाहरू खाली खुट्टे यस्तो दुख्छ नि खुट्टा। यो पनि रोप्नु छ। अनि यो अहिले चाहिँ म रोप्दै उसिन्छु। भाँडाहरू थियो मामले साबुन लगाएर मोल्दै उसिन्छ। यहाँ चाहिँ पानी खोलेको छ। अनि म चाहिँ अब पानी भर्छु। अब म चाहिँ यिनीहरूमा पानी भर्ने काम गर्छु। ल यहाँबाट भरौँ। यहाँबाट चिसो एकदम चिसो पानी छ क्या पम्पीसेटको, त्यही भएर यहीँबाट भर्छु। खाना खाने बेला हो। खाना खाने बेलामा चाहिँ यस्तो हुन्छ। हाम्रो हिजाब पार्टी एकजना, यहाँ नर्मल पार्टी। हामी यहाँ मामु यहाँ आइगर्छु। मामु अहिले चाहिँ म बनाउन लाग्दैछु चटपटे। किन भन्दा सबै खेतमा काम गर्ने आन्टीहरू उसिन्छ। अनि अहिले चाहिँ 3 बज्न लाग्यो। अनि अब चाहिँ चटपटे बनाएर लग्छु भनेर मैले चाहिँ ठिक्क पारेको छु। काँक्रा, बन्दा, 3टा खोर्सानी, कागती, टमाटर, प्याज सबै ठिक्क पारिदिएको छु। अब यसलाई काट्छु अनि म टिफिनमा हाल्छु। अनि टिफिनमा हालेर चाहिँ म आरी लिएर जान्छु, ठुलो आरी। अनि मै लगेर खेतमै लगेर चटपटे बनाएर सबैजनालाई बाँड्छु। अनि म पनि मै खान्छु। सबै हजुरहरूलाई भिडियो मार्फत देखाउने छु। भइसक्यो आन्टीहरूलाई दिनको लागि। अनि मामसँग चिया छ, पत्रिका छ। चटपटे रेडी।